नमस्ते। नेपालमा सिआइबी थियो, नेपाली सेना थियो, सशस्त्र प्रहरी थियो र प्रहरी बल प्रशासन थियो। विभिन्न किसिमका सुरक्षा निकायहरूबाट घेराहरू थिए र तिनै घेराहरूलाई पार गर्दै देशमा दरबार हत्याकाण्ड भयो, विभिन्न किसिमका आयोगहरू बने, तर अहिलेसम्म पनि सत्य तथ्य रूपमा बाहिर ल्याइएको छैन। नेपाली जनतालाई त्यसको बारेमा अवगत गराइएको छैन। मेरो अपिल छ यो सरकारसँग, यो सरकारले एउटा आयोग निर्माण गरोस् र विभिन्न किसिमका हत्याकाण्ड र विभिन्न किसिमका उच्छृङ्खल गतिविधिहरूमा भएका नराम्रा पक्षहरूलाई विरोध गर्दै यो सरकारले सत्य तथ्य छानबिन गरोस् भन्ने मेरो चाहना छ। मैले यसो भन्दै गर्दा एउटा सामान्य नागरिकलाई सिआइबी लाग्छ, प्रहरी प्रशासन लाग्छ भने भ्रष्टाचारी, विभिन्न किसिमका बलात्कारीहरू र देशलाई अनियन्त्रित दिशातिर लैजाने गतिविधि गर्ने व्यक्तिहरूमाथि सिआइबी किन लाग्दैन, प्रहरी प्रशासन किन लाग्दैन, किन नेपाली सेना त्यो समयमा मौन हुन्छ? यो आम नेपाली जनताको प्रश्न हो। सरकारले यस्तो विषयहरूमा छिटोभन्दा पनि छिटो आफूले चाहेअनुसारको र जनताले चाहेअनुसारको प्रतिफल दिने गरी अगाडि बढ्न अत्यन्त आवश्यक छ। धन्यवाद।